देशैभरिको अभियान करिब करिब अन्तिम चरणमा पुर्याएर आज यो अन्तिम सभाको रूपमा रामेछाप जिल्लालाई छानेर आएको छु। यो अन्तिम सभा रामेछाप जिल्ला म जन्मेको जिल्ला भए पनि म चुनाव यो पार्टी स्थापना भएर चुनाव घोषणा भएपछि म रामेछाप जिल्लामा आउन सकेको थिएन। समयको कारणले अत्यन्त व्यस्तताको कारणले रामेछाप जिल्ला आउन सकेको थिएन। तर आज अन्तिम दिन जसरी पनि आउनुपर्छ भन्ने साथीहरूको आग्रह र जिल्लाको कारणले म आफै जन्मेको जिल्लामा यो जिल्लामा चुनाव हुँदै गर्दाखेरि मै आफै उपस्थित भएन भने एकदमै नरमाइलो एकदमै अप्ठ्यारो हुन सक्छ मलाई पनि भनेर म आएको छु। आफ्नो चुनावी क्षेत्रको कार्यक्रमहरूलाई पनि छोडेर यहाँ आएको छु। मैले यो कार्यक्रमलाई विशेष महत्त्व दिएर आएको छु। यहाँहरूलाई जुन हिसाबले आज यहाँहरूले स्वागत गर्नुभयो, जुन हिसाबको उपस्थिति यहाँ देखेको छु र जति पनि साथीहरूले आज पार्टी प्रवेश गर्नुभएको छ, यसले गर्दा अब रामेछाप जिल्ला उज्यालोको किल्ला भइसकेको मैले घोषणा गर्दछु। अब उज्यालोको किल्ला रामेछाप जिल्लालाई अब यो उज्यालो नेपाल पार्टीको किल्लाको रूपमा स्थापना भएको मैले महसुस गरेको छु। किनभने यो जिल्लामा धेरै पटक धेरै सांसदहरू भए, धेरै पटक धेरै सांसद भए, केही मन्त्री पनि भए र यो जिल्लाबाट जुन हिसाबको जनताले अपेक्षा गरेको थियो त्यो अपेक्षा पूरा हुन सकेन। सांसदको नाममा सांसद भएर पनि यो जिल्लालाई कुनै अर्थ राख्दैन। देशको लागि त्यसको योगदान हुँदैन भने त्यसको अर्थ रहँदैन। तर आज रामेछाप जिल्लाले तपाईहरुले यो चुनावमा मैले के देखेको छु भने तपाईहरुले यो रामेछाप जिल्लाबाट यो चुनावमा 2 जना सांसद पाउँदै हुनुहुन्छ। यो जिल्लाको लागि अत्यन्तै महत्त्वपूर्ण। यो जिल्ला एउटा रामेछाप जिल्लाको इतिहास, लामो इतिहास, शहीदहरूको गंगालालदेखि लिएर धेरै शहीद, धेरै उच्च व्यक्तित्वहरू जन्मेको जिल्ला र यो जिल्लालाई एउटा महत्त्वपूर्ण जिल्लाको रूपमा पनि हेरिएको छ। र अहिलेको चुनावमा आजको यो उपस्थिति र अहिलेको चुनावमा रामेछाप जिल्लालाई विशेष रूपमा किन पनि हेरिएको छ भने कुलमान घिसिङ यो जिल्लामा जन्मेको, कुलमान घिसिङ जन्मेको जिल्लामा उज्यालो नेपाल पार्टीले जित्छ कि जित्दैन भन्ने कुरा हेरिरहेको छ। अब उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लाबाट जित्न सकेन भने यो रामेछाप जिल्लाको लागि पनि इज्जतको सवाल हुनेछ। तसर्थ तपाईहरुले यो रामेछाप जिल्लाबाट हाम्रो दीपबहादुर योन्जनजीलाई अत्यधिक मत दिएर जिताउनु हुनेछ भन्ने म विश्वस्त छु। र रामेछाप